आएर मजाको प्लेस लर्न गर्न गइरहेको छु भ्यू पोइन्ट लर्न भन्दा नि इन्जोय गर्न लेट्स सी ओके अब यहाँको लोकल मान्छेलाई चाहिँ त्यति खास लाग्दैन रहेछ तर पनि अब हाम्रो लागि त खास नै हो जस्ट फर वान्स होइन कहिले काहीँ त देख्ने हो सो तपाईँहरूको लागि पनि हेल्प हुन्छ मेबी तपाईँहरू आउनुभयो भने चाहिँ होइन आयो भने त्यहाँ जान्छ मान्छे लेट्स गो देयर पानी चाहिँ पर्दिरहेछ क्या मजाले टक 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 तर पनि वी आर नट स्टपिङ रफ्तार बढिरहेछ मजा आउँदैछ त्यो चाहिँ सामसिङ जाने बाटो रहेछ सामसिङ जाने बाटो भनेर चाहिँ वी हेभ टु गो फाइनली एन अब यहाँ चाहिँ हल्का बजार जस्तो पनि रहेछ parked it's parked and that's how it looks के झरेछ ए हावा अघि क्या आउँदै थियो नि त यो रहेछ हाम्रो भ्यू पोइन्ट अफ चाल्सा मान्छेहरू बसिरहनु भएको छ वा उता भ्यू ड्याम नै आउँदो रहेछ नाइस नाइस के अरे यो चाहिँ भ्यू पोइन्ट हाउडे भ्यू पोइन्ट राम्रो छ नि राम्रो छ नि मजा आउँछ यस्तो लेट्स इन्जोय द भ्यू नाउ अहिले उत्रिँदाखेरि नि दामी देख्दैछ लाइटहरू बलेर त्यसो हामी बेलुका बेलुका आउनुपर्ने रहेछ त नेक्स्ट टाइम आउनुपर्छ अब बेलुका द्याट्स द भ्यू एन्ड आई थिङ्क वी आर मुभिङ आउट देखाउनु आएको तपाईँहरूलाई गुड त्यस्तो खतरा भएन जस्तो हाउडे पनि होइन ठिकै छ आएर बसेर फ्रेन्ड्ससँग चिल गर्न टु हेभ सम क्वालिटी टाइम देन यु क्यान हेभ अलिक मैला रहेछ त्यो चाहिँ अब आफैले म्यानेज गर्नुपर्छ मैलाहरू चाहिँ होइन द्याट्स हाउ इट लुक्स एन्ड इट्स क्वाइट गुड त्यही हो मेन भ्यू चाहिँ लेट्स गो नाउ अब चाहिँ हामी जाँदैछौँ है त काहीँ जानुभयो भने यु हेभ टु हेभ यर क्वालिटी टाइम यसरी मजा आउँछ हल्का घुम्नु निस्किनुहोस् कहिले काहीँ घुम्ने मान्छेले भनिदिइरहेछ है के भन्छ अरे यो जग्गालाई चाहिँ बरगाछ ओके बरगाछ स्पेसेस मलाई थाहा छैन त्योभन्दा माथि चाहिँ पाजीकोटी पर्छ ओके बरगाछको अलिकति माथि चाहिँ भ्यू पोइन्ट छ सो नाइटमा आउनुभयो भने इट विल लुक भेरी नाइस भन्ने बहिनीको कुरा छ सो इट्स काइन्ड अफ सरप्राइज मलाई पनि थाहा छैन कहाँ जान आँटेको मैले हेर्नु न म लान्छु भन्दैछु सो लेट्स गोइङ देयर अब त्यो पनि सानो हेरिहाल्नुहोस् के छ त्यहाँ होइन एमाजोन के जङ्गलमा मजा आइरहेको छ अनि चन्दा उठाइरहनु भएको रहेछ सो यहाँ अनलाइन पे गर्दैछ बहिनीले स्क्यानमा द्याट्स हाउ इट्स गोइङ कति गरिदेऊ चलो चलो अहिले यस्तो एकदम खतरा छ अहिले जहाँ पनि म पनि यसरी उठाउनु पर्यो चन्दा यसरी उठाउनेहरू छ त्यही त पुरानो भयो के गरे कीर्तनेर ए के हो यो व्याक्टेल रिजोर्ट रहेछ ठाउँ चाहिँ आयो भने चाहिँ घुम्नु जाने चाहिँ जानेको मेरो महिला थाहा चाहिँ आई लभ मूर्ति छ अरे क्या यो त मलाई उयो जस्तो लाग्यो त आना तामाङको बोयफ्रेन्डको होटेल ट्राई मूर्ति हो त त्यसको नाम पनि हो त यही हो त्यो चाहिँ हो प्लेस अनि यहाँ चाहिँ छ हाम्रो खोला खोलाको साउन्ड आउँदैछ पानीको कस्तो दामी
यहाँ बस्ने प्लेस पनि रहेछ यहाँ पनि आउन सक्नुहुनेछ प्राइम मूर्ति होटलको छेउमा रहेछ है तपाईँहरूले आना तामाङको भ्लग हेर्नुहुन्छ भने चाहिँ यु गाइस क्यान सी देयर हाम्रो स्कुटी प्राइम मूर्ति इज देयर फोन अब तपाईँलाई बात भन्छु मैले चाहिँ भर्खर स्कुटी सिकेको नि मलाई मरा बनाएर ल्याएछ त्यही सरप्राइज हो तिम्रो ओके केही छैन तर नाइस राइड ठिकै छ होइन म त्यस्तो केही प्रब्लम छैन यहाँ राइडर यहाँ छ एनिवेज यहाँ तपाईँहरूलाई म प्लेस त देखाउँदैछु यस्तो ठाउँ ठाउँमा बस्ने जग्गा बनाइदिएको छ इट्स सो नाइस डेढ बस्दा हुन्छ बसि पनि रहेछ त्यहाँ त होइन फर्स्टको अघि हामी देखेको ठाउँमा द्याट्स हाउ इट्स लुक्स मोमो दोकानहरू छ अनि अब अहिले इभिनिङमा होस् न हामी जस्ट भ्यू इन्जोय गर्न आएको ए मूर्ति आयो दिस इज आई लभ मूर्ति हामी म पनि लोकलै हो आजको लागि मुनि चाहिँ हेर्नु मेरो जुत्ता चाहिँ मेरो जुत्ता चाहिँ खतरा लगाइदिइरहेछु दिस इज आई लभ मूर्ति तर युको बिचारा यस्तो भएछ यस्तै हो यहाँको लोकल्सहरू हामी राति झमक्कै नै भइसक्यो सो त्यति साह्रो भ्यू त देखेको यहाँ हाम्रो राइडर तर डराएन तपाईँ म डराएन मलाई स्मुथै लाग्यो राम्रै लाग्यो यस्तो छ है भ्यू चाहिँ अब हल्का बेलुका भयो यसलाई नै इन्जोय गर्नुहोस् अर्कै प्लानिङ भएको छ होइन हामी तपाईँहरूलाई दिउँसो पनि लिएर आउने छौँ लेट्स सी के हुन्छ ओके बाई बाई नाउ बिहाहरू सबै यहीँ हुन्छ त्यसो प्राइम मूर्ति गाइस भेरी नाइस कुनै दिन हामी आउँला यहाँ मुभीहरू भिडियोहरू है म्युजिक भिडियोहरू सबै सुट हुन्छ कत्रो छ एरिया पनि है गोइङ टु सी अ भ्यू नाउ द नाइट भ्यू एन्ड वी आर अल सेट विथ हर मी एन्ड हर विथ 3 ओके Okay, so finally we are going for a night view. अहिलेको राइडर चेन्ज भएको छ अघिको राइडर अहिले पछाडि बसेको छ the spot guys that's how it's looking at night राति चाहिँ यस्तो देखिरहेछ यहाँ होइन यहाँ हुनुहुन्छ हाम्रो अघिको राइडर राति आँखा देख्नु हुँदैन भन्नु हामीले रिक्स नलिएको होइन यो चाहिँ अहिलेको राइडर हो सो या द्याट्स द प्लेस राति एकदम रमाइलो देख्दो रहेछ अझै नाइट छ अब चाहिँ भ्यू हेर्नु जाउँ न एकछिन जाउँ बाटो बनाएको अरे यो चाहिँ हल्का यहाँबाट देखेको थिएन यहाँबाट देख्दैछ जाउँ न हेरौँ लेट्स चेक आउट द नाइट भ्यू गाइस आमामा लाइट देख्नु हुँदैछ नि यहाँ मिल्छ यस्तो यहाँ बस्ने सकाएर अघि देखाएको मैले यहाँले मलाई नाइट भ्यू देखाएर छोडेँ भाइ तपाईँ भ्यू इज भेरी नाइस यो डाँडाबाट जयगो दे यस्तो देख्दो रहेछ यस्तै देख्छ राति चाहिँ जयगो डाँडाबाट अघि चाहिँ देखेको मजाको देख्दो रहेछ क्या डाँडाबाट जयगो दे यस्तो द्याट्स हाउ इट्स लुकिङ viewpoint. This is how it's looking. Here is our view. Here's our moving towards our. Down, sa tayo na. Down. के खाने भनेर हामी सोच्दा अब हामी घर फर्केको केही नखाने खाना खाने घर गएर